नमस्ते, म सूर्य लामा, साइन्टिफिक अफिसर मौसम केन्द्र गान्तोकबाट बोलिरहेको छु अनि आज प्रस्तुत गर्न गइरहेको छु साप्ताहिक मौसम समीक्षा र सिक्किममाथि 2 हप्ताको लागि मौसम पूर्वानुमान। आज दिनांक 13 मार्च 2025। रूपरेखा महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू सिक्किममा थाहा भएको वर्षाको वितरण थाहा गरेको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा विभिन्न स्थानहरूमा वास्तविक मौसम अधिकतम तापमान न्यूनतम तापमान र वर्षा। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। सिक्किम राज्यको लागि मौसम पूर्वानुमान बुलेटिन। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू 6 मार्चमा उत्तर पूर्वी आसाम र छिमेकी क्षेत्रहरूमा चक्रवाती परिसञ्चरण औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथि फैलिएको थियो, जारी रह्यो र 7 मार्चमा कम चिन्हित भयो। 10 मार्चमा मध्य आसाम र छिमेकी क्षेत्रहरूमा समुद्री सतहबाट 3.1 किलोमिटर माथि चक्रवाती परिसञ्चरण बनेको थियो र 11 मार्चमा कम चिन्हित भएको थियो। सिक्किममा थाहा भएको वर्षाको वितरण। थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा। विभिन्न महत्त्वपूर्ण स्थानहरूमा भएको वास्तविक मौसम। गान्तोक, तादोङ अनि पाक्योङको वास्तविक दैनिक न्यूनतम तापमान। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। पहिलो सप्ताह 14 देखि 20 मार्च 2025 सम्म, दोस्रो सप्ताह 21 देखि 27 मार्च 2025 सम्म। पहिलो सप्ताह वर्षा सामान्य भन्दा कम्ती रहनेछ, अधिकतम तापमान सामान्य रहनेछ अनि न्यूनतम तापमान चाहिँ सामान्य भन्दा कम्ती रहनेछ। त्यसैगरी दोस्रो सप्ताह पनि वर्षा सामान्य भन्दा कम्ती रहनेछ, अधिकतम तापमान सामान्य रहनेछ अनि न्यूनतम तापमान चाहिँ सामान्य भन्दा कम्ती रहनेछ। सिक्किम राज्यको लागि 7 दिनको मौसम पूर्वानुमान बुलेटिन। पहिलो दिन मंगन डिस्ट्रिक्टमा लाइट टू मोडरेट रेनफॉल स्नोफॉल एट हायर अल्टिट्यूड भेरी लाइकली टू अकर एट मोस्ट प्लेसेस। अरूमा गान्तोक, गेजिङ अनि नाम्ची डिस्ट्रिक्टमा चाहिँ लाइट टू मोडरेट रेनफॉल स्नोफॉल एट हायर अल्टिट्यूड very likely to occur at many places. अनि पाक्योङ र सोरेङ डिस्ट्रिक्टमा light rain or thunder shower very likely to occur at many places. त्यसैगरी दोस्रो दिन चाहिँ गान्तोक, गेजिङ अनि नाम्चीमा light to moderate rainfall snowfall at higher altitude very likely to occur at a few places. अनि मंगन डिस्ट्रिक्टमा light to moderate rainfall snowfall at higher altitude very likely to occur at many places. अनि पाक्योङ र सोरेङमा light to moderate rainfall thunder shower very likely to occur at a few places. अनि त्यसैगरी तेस्रो दिनमा गान्तोक, गेजिङ अनि नाम्ची डिस्ट्रिक्टमा light to moderate rainfall snowfall at higher altitude very likely to occur at 1 or 2 places. अनि मंगन डिस्ट्रिक्टमा light to moderate rainfall snowfall at higher altitude very likely to occur at a few places. अनि पाक्योङ र सोरेङ डिस्ट्रिक्टमा लाइट टू मोडरेट रेनफॉल थन्डर शावर भेरी लाइकली टू अकर एट 1 or 2 प्लेसेस। त्यसैगरी चौथो दिनमा गान्तोक, गेजिङ, मंगन अनि पाक्योङमा लाइट टू मोडरेट रेनफॉल स्नोफॉल एट हायर अल्टिट्यूड भेरी लाइकली टू अकर एट ए फ्यू प्लेसेस। अनि नाम्ची डिस्ट्रिक्टमा चाहिँ लाइट टू मोडरेट रेनफॉल स्नोफॉल एट higher altitude very likely to occur at 1 or 2 places. त्यसैगरी पाक्योङमा light to moderate rainfall thunder shower very likely to occur at a few places. सोरेङ डिस्ट्रिक्टमा light to moderate rain and thunder shower very likely to occur at 1 or 2 places. पाँचौं दिनदेखि चाहिँ सबै 6वटै जिल्लामा पाँचौं, 6औं अनि 7औं दिनमा weather will be mainly dry.
सिक्किम राज्यको लागि 5 दिनको मौसम चेतावनी केही पनि छैन, सबै नै 6वटै जिल्लामा 5औं दिनसम्म नील छ। अर्को साप्ताहिक मौसम रिपोर्ट 20 मार्च 2025 मा जारी गरिनेछ। थ्याङ्क यू फर वाचिङ।